तासिधेले यहाँलाई अब हामी सगरमाथाको जिल्लामा यात्रा गराउन गइरहेका छौँ। छोटो सानो भिडियो क्लिपबाट अहिले उदयपुर र ओखलढुङ्गाको सिमाना सुनकोशी नदीमा आइपुगेका छौँ भने यसपछि हामी ओखलढुङ्गा र सोलुको सिमाना पतले डाँडामा आइपुगेका छौँ, जुन एकदमै मनमोहक पर्यटक हिसाबले अघि बढेको छ। यो शनिबारे हाट सोलु। यसपछि हामी फाप्ले विमानस्थल पछि फाप्लेमै रहेको कृषि फर्ममा हेरेका छौँ भने यसपछि हामी जाँदैछौँ मोनेस्ट्रीमा, विशेष गरी यहाँ गुम्बामा भएको ठुलो पूजामा भाग लिएका छौँ। यहाँ अहिले ठुला हप्तारी लामाज्यूहरूको प्रवेश भएको छ। यसमा यो प्रवेशमा ठुलो पूजामा हामी पनि सहभागी भयौँ र वाङ थाप्यौँ। यहाँ वाङ थापिसकेपछि गुम्बाको पूर्ण अवलोकन भयो। गुरु पदम सम्भवको पनि मूर्ति अनावरण भएको कारणले गर्दाखेरि गुरु पदम सम्भवको पनि यो मूर्तिलाई अनावरण सँगसँगै दर्शन पनि गऱ्यौँ र अन्त्यमा सिन्धुली फर्क्यौँ।